साथीहरू नमस्ते सबैजनालाई गुड मर्निङ शुभ बिहानी जोडले सेवा तारिममा सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु म चाहिँ के भन्नु भने कतिपय कुराहरू के सुनेर पनि नसुनिकन बसिरहेको देखेर पनि नदेखे जस्तो बसिरहेको अनि चुप्पो लागेर आफ्नो काम गरिरहेको छु आफ्नो बाटोमा हिँडिरहेको छु आफ्नो दुःख गरिरहेको छु होइन कसरी चलिरहेछ कसरी के गरिरहेछ मलाई थाहा छैन म कसरी हिँडिरहेको छु म कहाँ हिँडिरहेको छु के गरिरहेको छु मलाई थाहा छ होइन अनि अर्को कुरा म होइन कुन कुरा सही हो र कुन कुरा गलत भन्ने मलाई पनि छुट्याउन आउँछ अनि केही मान्छेहरू छ मेरो बारेमा चाहिने नचाहिने कुराहरू गरेर हिँड्ने अनि मान्छेले भन्छ नि त कुरा काट्नलाई कुरा बढाउनलाई कुरा नचाहिने कुरा गर्नलाई अरू पढे मान्छे चाहिँदैन भन्थ्यो हो रहेछ आफ्नै मान्छेहरूले आफ्नै कुरा चाहिँ नचाहिने सुनाउँछ अरे पहिला त्यही मान्छे यो हो त्यो हो मेरो तारिफ गर्थ्यो भने अहिले त्यही मान्छेले मेरो चाहिनेमा चाहिँ कुरा काटेर हिँड्दैछ मेरो पनि आफन्त छ मेरो पनि इज्जत छ मेरो पनि सबै छ क्या अनि कसरी के गर्नुपर्छ भने मलाई पनि थाहा छ नि त होइन सक्छ भने यति भन्नु मन छ भने केही कुरा गर्नु मन छ भने अगाडि आएर मेरो नम्बर छ मसँग फेसबुकमा फ्रेन्ड छ एभ्रिथिङ छ अगाडि आएर तिमीले यस्तो गर्दैछ या तैँले यस्तो गर्दैछ किन गर्छ भने सोद्धा हुन्छ अरूले सुनाउनु जरुरत छैन क्या यदि भन्ने हो भने अनि सही कुरा थाहा छ भने अगाडि आएर भन्ने हो मैले यो कुराले मलाई रातभरि निद्रा लागेको छैन म सुतेको पनि छैन मेरो अनुहार हेरेर पनि थाहा हुन्छ अनि मलाई त्यो सबैजनालाई सबै कुरा भनिराख्नु जरुरी लाग्दैन किनभने जुन कुरा मेरो सुन्छ नि जुन मान्छेले मेरो असली रूप थाहा छ जुन मान्छेले मेरो सबै कुरा थाहा छ नि त्यो मान्छेलाई भनिराख्नु जरुरी छैन क्या सुनाइराख्नु जरुरी छैन मैले के अरे सधैँ आफ्नै सार्ने छु मभन्दा माथि मैले सम्मान गरेर बोलेकै छु बोल्नुपर्ने कुरा बोलेको छु बोल्नु नपर्ने कुरा नबोलेको छु तपाईँलाई यदि थाहा छ भने के थाहा छ त्यो कुरा मलाई भन्नु अरूलाई नभन्नु प्लिज मैले सबै कुरा खुलाउन नपरोस् होइन मलाई सबै कुरा थाहा छ र सबै कुरा मसँग प्रुफ पनि छ को कस्तो हो र को कस्तो होइन भनेर अनि त्यो मान्छे जुन मान्छेले मलाई अहिले नाबाजी त्यो पछाडि कुरा गर्दै